हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी कन्याम जान लागेको। मेरो साथी आएको छ, उसलाई कृतिका, अनि उसको बहिनी पनि आएको छ तनहुँबाट। उसलाई कन्याम लिएर जानु लागेको। अनि अब चाहिँ हामी रेडी भइसक्यौँ। म चाहिँ रेडी भइसक्यौँ, उनीहरू पनि रेडी भएर तल रेडी हुँदैछन्। अनि अब हामी जान्छौँ। यहाँदेखि 4-5 स्कुटरमा जान्छौँ। त्यस पछाडि त्यहाँदेखि माथि गाडीमा जाने होला, सायद ट्याक्सी मिल्छ होला, ट्याक्सीबाट जान्छौँ माथि। अनि सी एन्ड वाच। बाय। गयौँ 4-5 देखि। When you feel it's hopeless, when you think that you lost, oh, I will take your hand and we'll rise up from the dust. Oh, here we go, 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 let us heal and grow. You won't be alone, we're unstoppable. Don't be afraid to show what we're going for. This is what we know. Here we come back to life, we're still breathing. Standing up, everybody's gonna see it. Oh, all you need to know is that we're holding on. Even if we fall, we will rise up and we follow the path that we believe in. No, we're not gonna stop until we reach it. Oh, all you need to know is that we're holding on. We rise up from the dust and claim our throne. यो चाहिँ चराले हो। यहाँदेखि अब हामी माथि जान्छौँ। त्यहाँनिर ट्याक्सी पक्रेर जाने होला। चारालीको ट्याक्सी स्ट्यान्डदेखि हामी ट्याक्सी चढेर चारालीदेखि हिँडिसक्यौँ। यो चाहिँ बुधबारेको चिया बगानको सिन हो। योभन्दा अलिकति अगाडि चाहिँ टिकटकमा भाइरल भएको रातो फुलहरू फुलेको बुधबारेको भाइरल पेज छ। अनि बाटोतिर चाहिँ खाजा खाने ठाउँहरू पनि बनाइसकेको छ। पहिले त यस्तो थिएन, यो ठाउँ भाइरल भएदेखि चाहिँ यस्तो बनाएर रहेछ। यही हो। टिकटकमा त मैले रातै फुल फुलेको देखेको थिएँ, तर त्यति साह्रो फुलेको रहेन रहेछ। अहिले चाहिँ यस्तै रहेछ। फाइनली हामी चाहिँ कन्याम पुगिसक्यौँ। गाडीदेखि उत्रि पनि सक्यौँ। अब हामी अगाडि घुम्नु जान्छौँ डाँडातिर। सररर हावा चलिरहेछ होइन, चिसो चिसो छ, यस्तो छ। यहाँ चाहिँ मेरो बहिनीले टिकटक बनाउँदैछ। ड्रेस लाउने हो? तिमी ड्रेस लाउने हो? हेर न यो ड्रेस कुन लाउँछौ त, हेर त। हामीले चाहिँ ड्रेस लगाइसक्यौँ। खै थाहा छैन यो कुन ड्रेस हो। यसको चाहिँ राई ड्रेस हो, मेरो मगर ड्रेस। अरे खै यस्तो छ हो है। अनि हाम्रो बहिनीले चाहिँ निवर्नी बाँकी रे।
हामी चाहिँ यहाँदेखि टिकटक बनाएर भिडियो खिचेर अब उतापट्टिको डाँडामा जान लागेको सबैजना भिडियोहरू बनाइरहेछ कस्तो अड फिल भइरहेछ त्यही नि राम्रो लागिरहेछ चाहिँ रिटर्न दिन जानु लाग्यो अब च्यातेको लुगा लिएर अब के भन्यो खै अब चाहिँ आकाश नै खुलेको छ अनि मौसम राम्रो भएको छ खोडामा मान्छेहरू हिँडिरहेछन् दिदी बहिनी लुगा भुगाइसकेको छ एउटाले उयो माथि हेर त अब हो नि त बल्ल अब हो नि त बल्ल हो के बल्ल हो नि त अब चाहिँ कन्याम अब चाहिँ राम्रो भयो मौसम ट्रीहरू कति राम्रो लाग्छ मलाई कस्तो सफा देखेको छ है अहिले चाहिँ यहाँ चाहिँ लिम्बू संस्कृति अनुसार गाइने पालम गाउँदै धानास नाचिने कार्यक्रम हुँदैछ र त्यसको भिडियो खिचेको होला सायद भिडियो गर्दै हुनुहुन्थ्यो र मैले पनि भिडियो खिचेँ हामी चाहिँ हिँड्दै हिँड्दै तलबाट गाउँ छिरेर अब माथितिर जान लागेको छु माथि त्यो फ्ल्याग भएको डाँडातिर पुरै कुहिरो तलतिर आएको थियौँ हामी गाउँतिर
बल्ल बल्ल आएको होइन गाउँ नछिर्ने कुरा हुन्न सेटिस्फ्याक्सन इज एभ्रिथिङ हामी जानुपर्ने चाहिँ त्यो माथि फ्ल्याग भएको हो अब गएको ओइ मोमिन 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 हिँडेकै छ हेर अर्को बाटो जानु पनि अर्को बाटो आइएछ त्यो माथि डाँडामा जानुको लागि चाहिँ त्यही हेर लु यो चाहिँ हो कन्यामको लभ डाँडा मेबी होला है लभ जस्तै छ त हामीलाई थाहा छैन यसो हेर्दाखेरि चाहिँ लभ डाँडा जस्तो लाग्यो हामी चाहिँ यता तलतिर आएछौँ मोमेन्टको खुट्टा दुख्यो अरे हिँड्नु नसक्यो कुन हालतमा भइसक्यो मोमिन मोमिन हाई गरिदेऊ मोमिन लास्ट टाइम हामी कन्यामा आउँदाखेरि यहीँ उति भिडियो बनाएको नि जाँदैछौँ टिकटक बनाउने टोलीहरू चाहिँ यता छ है यसलाई भन्छ टिकटक क्वीन I love you baby घाम लागेको त राम्रो आउँथ्यो कि फोटोहरू है अब चाहिँ हामी घरतिर जान्छौँ त्यो गाडी साडी हेरेर गाडीलाई भनेर हामी सक्यो रात परिसक्यो 4 बजिसकेको छ लाएर न चोर जस्तो भइदिउँ न त भनेर नि बाई बाई यो चाहिँ मैले मेरो साथी कृतिकालाई बनाइदिएको बुके हो है आई लभ यु डार्लिङ I hate you. I love you. Say I love you. Say I love you, baby. Baby. Baby, I love you. मैं तुम्हें बहुत प्यार करता हूँ, बेबी. बेबी, तुम्हारे बिना मैं मर जाऊंगी. भनेर फ्यात्त परेर बसिरहेको छु सुपेको देवी अनि के अरे रुन्सी कृतिका अनि अर्को के नाम दिए अरे मोमेन हामी डाँडामा आइपुगेछौँ यो झन्डा भएको ठाउँमा अघिदेखि तिमीहरूलाई यहाँ आउने भनेको क्या कस्तो आउनै मान्दैन हो घुमेर फाइनली हामी आइपुग्यो अब घर जान्छौँ जाम अब गाडी पनि त भन्नुपर्नेछ हामी आइपुग्यो कति 11 बजी आइपुगेको होइन घुम्दा यो हो नि त कन्यामको नजारा जाऊँ अझै पनि यो पैसाकै छैन बोक्दिन बिचार होइन हिँड्नु नसक्ने भइसक्यो मोमिन आउँछ कन्याम फेरि
मलाई बोका मेरो खुट्टा दुख्यो। मुमिन नरुनु ल, मैले मायाले तिमीलाई त्यत्रो बुकेदिएको छु मेरो मुमिनलाई। हेर ऊ हातमा बोकिरहेछ, मायाले देख्छु है मुमिन। आई लभ यु मुमिन। यो चाहिँ के होला ल We all have our reasons why we are on this track. Oh, we all have our burdens, yeah, but we just keep on fighting and we never हामी पनि खिच्ने हो एउटा फोटो, ग्रुप फोटो। त ग्रुप फोटो खिच्ने हो हामी पनि एउटा फोटो सेसन हुँदो रहेछ। Here we come back to life, still breathing, standing up and यस्तो वाला फोटो see it. All you need to know is that we're holding on. Even if we fall, we will rise up and we follow the path that we believe in. No, we're not Group photo gonna हुँदैछ stop यहाँ। until we reach it. All you need to know is that we're holding on. हामी चाहिँ वाइया 200 रुपियाँको फोटो खिचेर आएको है। यहाँ त्यो त्यहाँ पहेँलमा कन्याम लेखेको ठाउँमा आम्मामा यस्तो टिलिक्क परेको फोटो खिच्दियो कि तसेर बेहोस। सेतो पनि हामी त्यतिसम्म त पार्नु पर्यो नि त, भेलेलाई जस्तो गरेर त्यो अगाडि त्यो भेलेलाई बनाउनु फोटो खिचिदिएको थियो नि त। त्यही सेटिङमा हामीलाई खिच्दियो क्या त्यसले। अनि कहाँ त हेर है 200 रुपियाँ नास। हेर जहाँ घर जानु पुग्ने भाडा लगिदियो फोटो खिचेर। अझ लाजु पनि 200 रुपियाँको मात्रै खिच्नु भयो र। अनि फोटो चाहिँ देखाउनु भने के वाट द हेल इज दिस भनेर। कृतिका खैले ल्याउनु त म चरा उडे जस्तो भाइ। आकाश यस्तो राम्रो भएछ। अब चाहिँ हामी घर फर्कन लागेको 6 बज्यो, 6 बजिसक्यो। गाडी चाहिँ हो हिँडेको छैन तर। अनि यो नै हाम्रो लास्ट भिडियो। बाई।